काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले एमाले पंक्तिले आफूलाई घेराबन्दीमा पारेपछि अब चुप नबस्ने घोषणा गरेका छन् भने एमाले सरकारको नेतृत्वमा रहँदाखेरि गरेका बदमाशीहरूलाई समेत सार्वजनिक गरिएको र अब प्रश्न गर्नै पर्छ, प्रश्न निरन्तर गरिनेछ भन्दै खबरदारी गरेपछि एमाले पंक्ति सशंकित बनेको छ। महानगरका मेयर बालेन्द्र शाह बालेनले प्रधानमन्त्री केपी शर्मा ओली र उनी नेतृत्वको पार्टीमा अवसरवादी चरित्रहरू देखिएको प्रमाण सहित आरोप लगाएको दावी गरेका छन्। सामाजिक सञ्जाल मार्फत उनले प्रतिक्रिया दिँदै भनेका छन्, राज्य संरचनामा नेकपा एमालेकै नेतृत्व हुँदा भएका निर्णय कार्यान्वयन गर्न खोज्दा रोक्ने नीति अवसरवादी हो, यिनीहरू अवसरवादी हुन्। यति मात्र होइन, मेयर बालेन्द्र शाहले भनेका छन्, उहिले मरिन सासु अहिले आए आँसु, यो चरित्रले कसरी देश बिगार्दैछ भन्ने उदाहरण भएको समेत उनले जिकिर गरेका छन्। उनले अगाडि भनेका छन्, म काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिन्छु कि भन्ने तपाईले थाहा पाउनु भन्दा पनि 3 वर्ष अगाडि न्यायाधीशद्वय डाक्टर आनन्द मोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले 2076 साउन 20 गते 12 बुधे फैसला जारी गरी नदी तटको मापदण्ड थप 20 मिटर कायम गर्न भनिएको थियो। त्यति बेला अहिले प्रधानमन्त्री रहेका खड्ग प्रसाद ओली नै प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँले नियुक्त गर्नुभएको महान्यायाधिवक्ता अग्नि खरेल, उहाँकै पार्टी एमालेले बनाएको बागमतीको मुख्यमन्त्री डोरमणि पौडेल, उहाँकै पार्टी एमालेले बनाएका काठमाडौँका मेयर विद्यासुन्दर साक्य, यी सबैले आफ्नो सचिव र सम्बन्धित कर्मचारी पठाएर तर्क गरेपछि नदी तट उपयोगिताको योजना अदालतलाई देखाएपछि मात्र अदालतले त्यो फैसला गरेको थियो। अदालतको प्रक्रिया नै यही हो, पक्ष विपक्ष दुवैको तर्क सुन्छ र फैसला गर्छ। यदि फैसला मन नपरेमा पुनरावेदन भ्याकेट गर्ने अधिकार समेत रहन्छ। उनले थप भनेका छन्, प्रधानमन्त्री खड्ग प्रसाद ओली, बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल, काठमाडौँ महानगरका मेयर विद्यासुन्दर साक्य कोही पनि सो फैसला पुनरावेदनका लागि गएनन्। यसको अर्थ हो त्यो फैसलामा यी मध्ये कसैको पनि यस विषयमा त्यति बेला असहमति रहेन। हामीले खोज्ने जवाफ यति हो, त्यो बेला किन पुनरावेदनमा गएनन् कि भन्नु पर्यो, त्यो बेला हाम्रो बुद्धि पुगेन, अहिले हाम्रो दाउ अर्कै छ। उहिले मरिन सासु अहिले आए आँसु किसिमको अवसरवादी चरित्रका बारेमा अब प्रश्न गर्नै पर्छ, निरन्तर प्रश्न गरिनेछ। मेयर